हर्कसँग मन्त्रीले महत्त्वपूर्ण रूपमा उठाउनु भएको छ। तपाईँ गृहमन्त्री बन्ने भए इन्डियन एम्बेसीबाट अनुमोदन लिएर आउनु पर्यो। इन्डियन एम्बेसीको यसम्यान बन्न तपाईँ तयार हुनुहुन्छ भने तपाईँ गृहमन्त्री बन्न सक्नुहुन्छ, होइन भने हुँदैन भनेको कुरालाई उहाँले सञ्चार माध्यममा ल्याइदिनु भयो। यो कुरा हामीलाई सुन्दा कसैलाई हाँस उठ्ला, तर यो हामी रुनुपर्ने कुरा हो। किनभने हाम्रो देशको चाहिँ वर्चस्व, हाम्रो देशको स्वाभिमान, हाम्रो देशको गौरव, हाम्रो देशको चाहिँ अहम प्रश्नमाथि इन्डियन एम्बेसीको यसरी प्रहार हुन्छ भने हामी कति % नेपाली हौँ, हामीलाई कुन तहमा राखेको रहेछ इन्डियाले, उसको दृष्टिकोण के रहेछ, हाम्रो चाहिँ स्वतन्त्रता कति रहेछ, होइन। उनीहरू चाहिँ हाम्रो मन्त्रीमण्डलमा मन्त्री बनाउनुको निमित्त उनीहरूको अनुमोदन खोज्छन्। यो कुरा हर्कसँगले महत्त्वपूर्ण रूपमा उठाउनु भएको छ। यो विषयमा सबै दलले र अन्तरिम प्रधानमन्त्रीले र अन्तरिम गृहमन्त्रीले यो कुरालाई गम्भीरतापूर्वक लिएर